हर्क साम्पाङले किन पार्टी खोले? नखोलेको भए नि हुन्थ्यो भन्नुहुन्छ नि तपाईहरु। ल सुन्नुस् है, म तपाईहरुलाई बताउने छु। हर्क साम्पाङले माया गर्ने देशभरिको मान्छेको मतलाई चाहिँ एक ठाउँमा जम्मा गरेर बलियो बनाएर चाहिँ संसदमा जानलाई चाहिँ उनले पार्टी खोलेको हुन्। जस्तै रवि लामिछाने पार्टी खोल्नु भन्दा अगाडि उनी एउटा अभियन्ता मात्रै थिए। उनको फेसबुकमा फोटोहरुमा टन्नै लाइकहरु आउँथ्यो, भिडियोहरु टन्नै चल्थ्यो, तर उनलाई साच्चीकै मत गर्ने, साच्चीकै माया गर्ने मान्छेहरु छन् कि छैनन् भन्ने कुरा थाहा थिएन। जब उनले पार्टी खोलेर चुनावमा लडे नि, तब उनले देशभरिबाट समर्थन पाए। प्रत्यक्षमा त धेरै ठाउँमा जित्न सकेनन्, तर समानुपातिकमा धेरै भन्दा धेरै मत चाहिँ लिएर उनले 21 संसद सहित चाहिँ सरकारमा प्रवेश गर्न सफल भए। राष्ट्रसभा चाहिँ देशकै चौथो पार्टी बन्न पुग्यो। त्यसपछि उनले गृहमन्त्री बनेर चाहिँ काम गर्ने मौका पाए। त्यस्तै हर्क साम्पाङले पनि देशभरिबाट चाहिँ प्रत्यक्ष र समानुपातिकमा धेरै मात्रामा मत लिएर चाहिँ संसदमा जानलाई चाहिँ उनले प्रयास गर्दैछन्। समानुपातिक मत पाउनलाई चाहिँ पार्टी नै खोल्नु पर्छ, त्यसैले उनले चाहिँ पार्टी खोलेको हुन्। यदि उनले पार्टी नखोलेको भए धरानको जनताले मात्रै उनलाई भोट दिन पाउँथे। तर अहिले भने हामी देशभरिकै नेपालीहरूले चाहिँ उनलाई मत जाहेर गर्न सक्छौं।